मलेसिया बस्ने सबै दाजुभाइ दिदीबहिनीहरूलाई म रमेश चौधरीको तर्फबाट सबैलाई नमस्कार। मैले आज देखाउन गइरहेको छु यो मलेसियाको ग्यान्टिङ हाइल्यान्ड। यो धेरै हाइटमा पर्छ माथि, अनि तपाईहरु सायद आउनुभयो होला घुम्नलाई। अगर आउनुभएको छैन भने एकचोटि अवश्य आउनु होला, किनभने मलेसिया आएर ग्यान्टिङ हाइल्यान्ड नघुमेर नेपाल जाने मान्छे त सायद पस्ताउँछ होला। यो एकदम रमाइलो ठाउँ छ। यो हेर्नुस्, मैले ग्यान्टिङ हाइल्यान्डको सबभन्दा ठुलो होटल हाइल्यान्ड्स होटल मात्र हो यसको। यो खास गरी भन्ने हो भने चाइनिज र सिङ्गापुरको भिआइपी कस्टमरको लागि होटल हो यो हाइल्यान्ड्स। अदरवाइज अरू पनि जान सक्नुहुन्छ, तर धेरै महँगो छ यो होटल। अनि यो देखिराख्नु भएको छ तपाईले ग्यान्टिङ ग्रान्ड होटल, ग्यान्टिङ ग्रान्ड। यसमा नर्मल मान्छेहरू पनि जान सक्छन् है। सबै आउनुहुन्छ, तपाईहरु जस्तै हाम्रो नेपालबाट दिदीबहिनीहरू सबै आउनुहुन्छ, घुम्न आउनुहुन्छ। यो सबै हेर्नुस्, अहिले सायद एकदम ढुडी लागेको छ, हुस्सी लागेको छ है। त्यही भएर यहाँको तस्बिरहरू राम्ररी देखिरहेको छैन। आशा छ तपाईहरुले फलो र सब्स्क्राइब गरिदिनु होला र मेरो यो भिडियोलाई माया गरिदिनु होला। यो भनेको एकदम रमणीय ठाउँ छ। हेर्नुस्, न बढी चिसो हुने न बढी तातो हुने, एकनास सधैँभरि यहाँको मौसम तापक्रम 18 डिग्री सेल्सियस 19 डिग्री सेल्सियस मात्र हुन्छ। यहाँ प्राय जस्तो टुरिस्टहरू मात्र आउँछन् बाहिर देशका। अनि एकदम राम्रो ठाउँ छ हजुर। यो देखिरहनु छ पार्किङ माथि उडिरहेको सेतो यो बादल हो, हेर्नुस् है। अनि यहाँ देख्नुहुन्छ तपाईले चाइनिजहरूको स्विमिङ पुल हो, भिआइपी को लागि ओन्ली। अनि यो चाहिँ सेक्युरिटी पोस्ट हो पार्किङको लागि। देखिराख्नु भएको छ। अहिले सायद अलिक क्लियर भयो मौसम। एकदम राम्रो ठाउँ छ। एकचोटि अवश्य आउनु होला तपाईहरुलाई।